नमस्कार सम्पूर्णमा यो चाहिँ पोखरा गण्डकीबाट मिनीको ट्रायल दिन आउनेहरूको लागि पोखरामा यस्तो ट्रकबाट आइछ र टाटाबाट रहेको छ। तपाईको ट्याक्क अब यो येटको सुरुवात यहाँबाट गरिन्छ भने यहाँबाट जुन साइडबाट पनि छिर्न सकिन्छ। यहाँबाट दाहिने या बायाँ जताबाट पनि छिर्न सकिन्छ। एड बनाउनु पर्यो फर्स्टमा, अनि गयो गाडी वहाँ अहिले ट्याक्क त्यो स्पिड ब्रेकरमा, यहाँ स्पिड ब्रेकरबाट गए पछाडि ठ्याक्क त्यो कट्ने बित्तिकै साइड लाइट बाल्नुपर्ने हुन्छ। साइड लाइट बालिसके पछाडि ट्याक्क त्यो टर्निङ घुमिसके पछाडि साइड लाइट निभाउनु पर्ने हुन्छ। कतिपय गाडीको अटोमेटिक त्यो बन्द हुने भएको भएर त्यो निभाउनु नपर्ने पनि हुन्छ। अब यो गाडी आउँदैछ, उकालोमा आउँदैछ। उकालोमा रोक्नुपर्ने हुन्छ। त्यहाँ रोकेपछि तपाईको ठ्याक्क फेरि अलिकति पनि पछाडि नसारिकन उठाउनु पर्ने हुन्छ रोकेर। यहाँ दुईटा रेखाहरू रहेका छन्। त्यो उतापट्टि पनि रेखाहरू छन्, अगाडिपट्टि पनि रेखाहरू छन्। यी रेखाहरूको नछोइकन त्यहाँबाट आउनुपर्छ सिधा एल ब्यागमा। अब सिधै एल ब्यागमा छिर्नुपर्छ, त्यहाँबाट उता छिर्नुपर्छ। लेफ्ट टर्निङ गरेर छिर्दाखेरि अलिकति यतापट्टि च्यापेर गर्नुपर्ने हुन्छ। स्टार्ट बन्द गर्नुभयो उहाँले चाहिँ, उहाँ स्टार्ट बन्द गर्न पाइँदैन। एक्सक्युज मिनीमा छैन। त्यस्तो गर्यो भने फेल हुन्छ। अब यहाँबाट सिधा ब्याक गरेर पछाडि जानुपर्छ। अनि यो जुन दुईवटा सेतो लाइनको रेखा कोरिएको छ, त्यो ओह्रालोभन्दा अगाडिपट्टि दुईवटा लाइन कोरिएको छ, त्यो लाइनमा लगाएर रोक्नुपर्ने हुन्छ। लाइन नछोइकन अगाडि पछाडिको लाइन छुन पाइँदैन। तपाईको चाहिँ यो सिकाउने ठाउँ हो, यो चाहिँ ट्रायल दिने ठाउँ होइन, सिक्ने ठाउँ हो।